हेलो डियर स्टुडेन्ट, फेरि हामीहरू एउटा नयाँ क्वेसनका साथ उपस्थित भइसकेका छौँ। यो क्वेसन क्लास 8 को बिएलईबाट हामी लिएका छौँ। यो क्वेसन हेर्दाखेरि हामीले के हेरिरहेछ कि एउटा रेक्टेङ्गल छ, रेक्टेङ्गल होइन सरी स्क्वायर छ र स्क्वायरको बिचमा एउटा के छ भने सर्कल छ। यति हामीले यो फिगरबाट हामी जानकारी पाइरहेछौँ। अब क्वेसन हामी पढ्छौँ भने के क्वेसनले के भन्दैछ एकदम ध्यान दिएर हामीले पढ्नुपर्छ। भाइ बहिनीहरू, कुनै पनि क्वेसन हामीले एकदम ध्यान दिएर पढ्नुपर्छ, किनकि हरेक क्वेसनको एन्सर क्वेसन भने लुकेको हुन्छ। यदि हामी क्वेसन राम्रोसित पढ्छौँ भने हामीले एक एक क्वेसनको डिटेलिङ हामीले थाहा लाग्छ अनि त्यसअनुसार हामी इजिली तरिकाले हामी सोल्भ पनि गर्न सक्छौँ। त्यसपछि हामीहरू यो क्वेसन पढ्ने इन द एडजोइनिङ फिगर। एडजोइनिङ फिगर किन भनिएको छ कि यो फिगर छ, यसको फिगरको भित्र पनि फिगर छ, त्यस कारणले यसलाई हामी के भन्छौँ, एडजोइनिङ फिगर हामी भन्छौँ। त एडजोइनिङ फिगर एबिसिडी इज अ स्क्वायर पार्क। यो जुन एबिसिडी छ यो के छ भने एबिसिडी के छ, स्क्वायर पार्क हो। यो स्क्वायर जुन छ यो के हो, एउटा पार्क हो। ओके, इनसाइड द्याट पार्क, इनसाइड मतलब यो पार्कको भित्र एउटा सर्कुलर पोन्ड छ। देयर इज अ सर्कुलर पोन्ड। यो जुन यो पार्क छ यो स्क्वायर पार्क छ, यसको भित्र एउटा के छ भने सर्कुलर पोन्ड रहेको छ। यति पढेर हामी जानकारी लिइसकेका छौँ कि एउटा यो जुन स्क्वायर छ यो के छ भने एउटा पार्क छ र पार्कको भित्र के छ भने एउटा सर्कुलर पोन्ड रहेको छ। ओके, अब के छ भने जुन यो पार्क छ त यसको लेन्थ कति छ भने 25 सेन्टिमिटर छ। अनि यो जुन यो पोखरी छ त पोखरीको जुन यो डायमिटर छ हाम्रो सर्कल छ त्यसको डायमिटर कति छ भने 14 सेन्टिमिटर रहेको छ। त हामीले थाहा छ कि स्क्वायरको अल साइड के हुन्छ भने इक्वल हुन्छ, यति थाहा छ हामीले। ओके, त्यसपछि ए नम्बरमा के भन्दैछ, फाइन्ड द एरिया अफ द पार्क। यो जुन यो पार्क छ यसको एरिया फाइन्ड गर्नु छ ए नम्बरमा, र बी नम्बरमा के फाइन्ड गर्नु छ हामीले, फाइन्ड द एरिया अफ द सर्कुलर पोन्ड। यो जुन सर्कुलर पोन्ड रहेको छ यो पार्कको बिचमा, यसको हामीलाई के निकाल्नु छ, एरिया निकाल्नु छ। यसको पनि एरिया निकाल्नु छ र जुन यो स्क्वायर पार्क छ यसको पनि एरिया निकाल्नु छ। अब थर्ड नम्बरमा के भन्दैछ, फाइन्ड द एरिया अफ द पोन्ड एक्सक्लुडिङ द पोन्ड। अब के छ भने एक्सक्लुडिङको अर्थ के हुन्छ भने बाहेक। अब एरिया अफ द पोन्ड एक्सक्लुडिङ द पोन्ड, यहाँ पार्क हुनु पर्यो। यहाँ अलिक मिस्टेकले लेखाइसकेको छ, यहाँ के हुनु पर्यो, पार्क। यहाँ हुनु पर्यो पार्क, PARK। यसमा के छ भने फाइन्ड द एरिया अफ द पार्क। अब यो एरिया पार्कको एरिया फाइन्ड गर्नु छ, त्यो पनि एक्सक्लुडिङ पोन्ड मतलब पोन्ड बाहेक, पोखरी बाहेक यो स्क्वायर पार्कको एरिया निकाल्नु छ। मतलब जुन यो बिचमा चाहिँ यसले के गर्नु छ, हामीले हटाउनु छ। यसलाई हटाएर यसको एरिया कति आउँछ त्यो फाइन्ड गर्नु छ हामीलाई सी नम्बरमा। अब डी नम्बरमा के भन्दैछ, हाउ मच डज इट कोस्ट टु फेन्स द पार्क एट द रेट अफ 650 पर मिटर, फाइन्ड इट। अब के छ भने अब यो जुन स्क्वायर पार्क छ त यसलाई एकचोटि तारले घेर्नमा कति तार लाग्छ, ठिक छ, र कति टोटल खर्च लाग्छ, ठिक छ। त मानौँ कि 1 मिटर तार लागिरहेछ भने मानौँ कि यसमा घेर्नमा 1 मिटर त तार लाग्दैन, तर 1 मिटरभन्दा बढी तार लाग्छ। त त्यो 1 मिटर तारको रुपियाँ यति दिएको छ। अब कति मिटर लागिरहेछ त्यो हामी हिसाब गर्दाखेरि थाहा लाग्छ। तर 1 मिटर तारको कति रुपियाँ लागिरहेछ, 650 रुपियाँ लागिरहेको छ। इट कस्ट टु फेन्स द पार्क एट द रेट अफ 80 पर मिटर, फाइन्ड इट, ठिक छ। यति इन्फर्मेसन क्वेसनबाट हामी प्राप्त गर्न सक्छौँ। यसपछि हामीहरू यसलाई स्टेप बाई स्टेप हामी यसलाई सोल्भ गर्छौँ। अब हामीहरू यसलाई स्टेप बाई स्टेप यो क्वेसनलाई हामी सोल्भ गर्छौँ। ए नम्बरमा के भन्दैछ, फाइन्ड द एरिया अफ द पार्क। यो जुन पार्क छ
ABCD यो पार्कको हामीले के निकाल्नु छ एरिया निकाल्नु छ ओके त यहाँ लेख्नुपर्छ हामीले यहाँ ए नम्बर लेखिदिउँ यहाँ लेखिदिउँ अब the area of the park इक्वल टू यहाँ ठाउँ छैन इक्वल टू फर्मुला के हुन्छ अब के छ भने यो जुन पार्क छ त यसको हामीले एरिया निकाल्नु छ त्यो पार्क यो कुन सेपमा छ स्क्वायर सेपमा छ त स्क्वायरको हामी एरिया कसरी निकाल्छौँ एल स्क्वायर ठीक छ स्क्वायरको एरिया निकाल्ने फर्मुला के हुन्छ भने एल स्क्वायर त हामी एल स्क्वायरको मदतबाट हामी यो जुन स्क्वायर पार्क छ यसको हामी एरिया निकाल्न सक्छौँ त एल कति छ भने एल हाम्रो कति छ 25 छ त्यही हामी के गर्छौँ 25 सेन्टिमिटरको स्क्वायर त 25 सेन्टिमिटरको स्क्वायर हामी गर्छौँ भने कति एन्सर आउँछ हाम्रो 625 सेन्टिमिटर स्क्वायर ओके त अब यो हामी के निकाल्दियौँ द एरिया अफ द पार्क यो अब 625 सेन्टिमिटर स्क्वायर के छ भने यो पार्कको एरिया आइसक्यो त ए नम्बरको एन्सर यति भइसक्यो अब हामीहरू सल्भ गर्छौँ बी नम्बर अब बी नम्बरमा के भन्दैछ फाइन्ड द एरिया अफ द सर्कुलर पोन्ड अब जुन यो स्क्वायर पार्कको भित्र जुन पोन्ड रहेको छ यसको हामीले के निकाल्नु छ एरिया निकाल्नु छ त्यहाँ लेख्ने द एरिया अफ द सर्कुलर पोन्ड इक्वल टू अब एकछिन भाइ बहिनीहरू यहाँ ध्यान दिउँ यो जुन सर्कुलर पोन्ड छ कुन सेपमा छ यो सर्कल सेपमा छ सर्कुलर सेपमा छ त हामी सर्कलको एरिया कसरी निकाल्छौँ पाई आर स्क्वायर र पाईको भने हामीलाई थाहै छ 22/7 अब यहाँ आयो आर त यहाँ दिएको छैन यहाँ दिएको छ कि डायमिटर के दिएको छ भने डायमिटर दिएको छ हामीलाई थाहा छ कि आर के हुन्छ डायमिटरको आधी हुन्छ रेडियस जहिले पनि डायमिटरको के हुन्छ भने आधी हुन्छ डायमिटर हाम्रो 14 छ 14 सेन्टिमिटर छ र हामी 2 डिभाइड गर्छौँ भने कति आउँछ हाम्रो रेडियस 7 सेन्टिमिटर जहिले पनि याद गर्नुपर्छ हामीले याद राख्नुपर्छ कि रेडियस जहिले पनि डायमिटरको हाफ हुन्छ आधी हुन्छ ओके त हामी आर को भ्यालु फाइन्ड गरिलियौँ कति छ 7 सेन्टिमिटर त यहाँ हामी लेख्छौँ मल्टिप्लाई 7 सेन्टिमिटरको होल स्क्वायर ओके त यो क्याल्कुलेसन हामी इजी गर्नको लागि के गर्छौँ 22/7 इन्टु अब यो 7 सेन्टिमिटर स्क्वायरको अर्थ के हुन्छ भने दुईटा 7 हुन्छ इन्टु 7 त हामी इजिली यो 7लाई क्यान्सल गर्न सक्छौँ र 22 इन्टु 7 गर्न सक्छौँ ओके त 22 इन्टु 7 गर्छौँ भने हाम्रो कति आउँछ हाम्रो एन्सर आइहाल्छ 154 सेन्टिमिटर स्क्वायर त यो सर्कुलर पोन्डको एरिया आयो ठिक यस्तै हामीहरू सी नम्बरको पनि हामी सोल्भ गर्न सक्छौँ ल अब के भन्दैछ भाइ बहिनीहरू सी नम्बरको क्वेसनले फाइन्ड द एरिया अफ द पार्क एक्सक्लुडिङ द पोन्ड अब के गर्नु छ हामीले यो पार्कको एरिया फाइन्ड गर्नु छ त्यो पनि यो पोन्ड पोखरी बाहेक मानौँ कि पोखरीलाई हामी यो स्क्वायर पार्कबाट हामी निकालिदिन्छौँ भने यो स्क्वायर पार्कको एरिया कति हुन्छ मतलब यो पोखरी बाहेक यो स्क्वायर पार्कको एरिया कति हुन्छ त हामीले के गर्नुपर्छ भने स्क्वायरको एरियाबाट स्क्वायर पार्कको एरियाबाट यो सर्कुलर पोन्डको एरिया हामी के गर्छौँ माइनस गरिदिन्छौँ ओके त यहाँ लेख्ने अब सी नम्बरमा द एरिया अफ द पार्क एक्सक्लुडिङ द पोन्ड के गर्ने A1 माइनस A2 अब तपाईहरु सोच्नु भइरहेको होला कि A1 A2 कहाँबाट आइसक्यो ओके देन यहाँ हेर्नु जुन हामी यसले मानेछौँ यसलाई मानिहाल्ने
A1 एरिया अफ द पार्कको एरियाले के मान्ने A1 र सर्कुलर पोन्डको एरियाले के मान्ने हामी A2 ओके। त A1 कति छ हाम्रो 625 त यहाँ लेखिदिनुपर्छ 625 माइनस अब A2 कति छ A2 हेर्नु त कति छ 154 ब्राकेट हेरिदिनु होला यहाँ लेखिदिनु होला सेन्टिमिटर स्क्वायर। अब 625 बाट 154 गर्छ कति पाउँछ यहाँ क्याल्कुलेसन गरिहाल्नु होला 625 माइनस 154 1 भाज्छ 2 12 7 अनि 4 कति आयो 471 471 सेन्टिमिटर स्क्वायर 471 सेन्टिमिटर स्क्वायर एरिया अफ द पार्क एक्सक्लुडिङ द पोन्ड आयो मतलब पोखरी बाहेक पार्कको एरिया यति आयो। हस् त तपाईले कुनै डाउट भएमा तपाई कमेन्ट गर्न सक्नुहुन्छ र पेजमा दिएको व्हाट्सएप नम्बरमा तपाई कुनै पनि प्रब्लम तपाई सोध्न सक्नुहुन्छ। थ्यांक यू।